स्टोइसिजमलाई वैराग्यवाद, तितिक्षावाद वा यदाकदा निराशावाद पनि भन्ने गरेको देखिन्छ। तर ती सबै शब्दले स्टोइसिजमको मुख्य विचारलाई, मुख्य शिक्षालाई सम्पूर्णतः समेट्न नसक्ने हुँदा आजको एपिसोडमा हामी स्टोइसिजमलाई स्टोइक दर्शन नै भनेर बुझ्नेछौँ। भाग 1: उत्पत्ति, ऐतिहासिक विकास र आधारभूत अवधारणा। मानव सभ्यताको इतिहासमा केही यस्ता दर्शनहरू विकसित भएका छन् जसले केवल बौद्धिक चिन्तनलाई मात्र होइन, मानिसको दैनिक जीवनलाई पनि गहिरो रूपमा प्रभावित गरेका छन्। यस्ता दर्शनहरूमध्ये स्टोइक दर्शन विशेष रूपमा उल्लेखनीय मानिन्छ। यो दर्शनले मानिसलाई संसार परिवर्तन गर्नुभन्दा पहिले आफ्नो मन, विचार, इच्छा र प्रतिक्रियामाथि नियन्त्रण गर्न सिकाउँछ। स्टोइक दार्शनिकहरूका अनुसार मानिसको वास्तविक सुख बाह्य सम्पत्ति, पद, प्रतिष्ठा वा परिस्थितिमा निर्भर हुँदैन, बरु आफ्नो चरित्र, क्यारेक्टर, विवेक, रिजन र नैतिक गुण भरचुमा निर्भर हुन्छ। यही कारणले स्टोइक दर्शनलाई केवल दार्शनिक सिद्धान्तका रूपमा नभई जीवन जिउने व्यावहारिक कला अर्थात् प्र्याक्टिकल फिलोसफी पनि भनिन्छ। आजको समयमा मानसिक तनाव, असफलताको डर, सामाजिक तुलना, आर्थिक प्रतिस्पर्धा र भविष्यप्रतिको अनिश्चितताले मानिसको मनलाई अस्थिर बनाइरहेको छ। यस्ता परिस्थितिमा स्टोइक दर्शन पुनः विश्वभर चर्चाको विषय बनेको छ। आधुनिक मनोविज्ञानका धेरै सिद्धान्तहरू, विशेष गरी संज्ञानात्मक व्यवहार उपचार अर्थात् कग्निटिभ बिहेभियरल थेरापी CBTमा समेत स्टोइक विचारहरूको प्रभाव देख्न सकिन्छ। यसको कारण स्टोइक दर्शनले बाह्य घटनालाई नियन्त्रण गर्न नसकिए पनि त्यसप्रतिको आफ्नै प्रतिक्रिया भने नियन्त्रण गर्न सकिन्छ भन्ने आधारभूत शिक्षा दिन्छ। स्टोइक दर्शनको जन्म प्राचीन ग्रिसको हेलेनिस्टिक कालमा भएको थियो। यो काल सामान्यतया ईसापूर्व 323मा अलेक्जेन्डर द ग्रेटको मृत्युदेखि ईसापूर्व 31मा ब्याटल अफ एक्टियमसम्मको अवधिलाई जनाउँछ। यस समयमा ग्रिसमा राजनीतिक परिवर्तन, सांस्कृतिक विस्तार र सामाजिक अस्थिरता तीव्र रूपमा बढिरहेको थियो। पुराना नगर राज्यहरूको शक्ति कमजोर हुँदै गइरहेको थियो र मानिसहरू व्यक्तिगत जीवनको अर्थ तथा मानसिक शान्तिको खोजीमा थिए। यही ऐतिहासिक पृष्ठभूमिमा 3 प्रमुख दार्शनिक परम्पराहरू विकसित भए: स्टोइक दर्शन, एपिक्युरियन दर्शन र स्केप्टिसिजम अर्थात् संशयवाद। यी सबैले जीवन कसरी जिउने भन्ने प्रश्नको फरक फरक उत्तर दिएका थिए। स्टोइक दर्शनका संस्थापक जेनो अफ सिटियम हुन्। उनी साइप्रसको सिटियम नामक स्थानका व्यापारी थिए। ऐतिहासिक विवरण अनुसार उनी पर्पल डाई अर्थात् बैजनी रङको व्यापार गर्थे। एकपटक समुद्री यात्राका क्रममा उनको जहाज दुर्घटनामा पर्यो र उनले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाए। धेरै मानिसका लागि यस्तो घटना जीवनको अन्त्य जस्तै हुन सक्थ्यो, तर जेनोले यसलाई जीवनको नयाँ सुरुवात बनाए। त्यो दुर्घटनापछि उनी एथेन्स पुगे। त्यसबेला एथेन्स ज्ञान र दर्शनको प्रमुख केन्द्र थियो। त्यहाँ उनले सुक्रात, प्लेटो तथा अन्य ग्रिक दार्शनिकहरूका विचार अध्ययन गरे। विशेष गरी सिनिक दार्शनिक क्रेटस अफ थेब्ससँग अध्ययन गरेपछि उनले आफ्नै दार्शनिक प्रणाली विकास गर्न थाले। उनी एथेन्सको स्टोआ पोइकिले नामक एउटा बरण्डामा आफ्ना शिष्यहरूलाई शिक्षा दिन्थे। यही स्टोआ शब्दबाट पछि स्टोइक नाम उत्पन्न भएको हो। स्टोइक दर्शनका 3 स्तम्भहरू: तर्कशास्त्र, भौतिकशास्त्र र नैतिक शास्त्र। जेनोले यस दर्शनलाई 3 अन्तर्सम्बन्धित भागमा विभाजन गरे: तर्कशास्त्र लजिक, भौतिकशास्त्र फिजिक्स र नैतिक शास्त्र एथिक्स। यी 3लाई स्टोइकहरूले प्राय फलफुल बगैँचाको उपमाबाट बुझाउँथे। भौतिकशास्त्र उर्वर माटो हो, तर्कशास्त्र बगैँचाको सुरक्षा घेरा हो र नैतिक शास्त्र त्यसबाट फलेको फल हो। तर्कशास्त्रले सही र गलत ज्ञानबीच भेद छुट्याउन सिकाउँछ। भौतिकशास्त्रले ब्रह्माण्डको स्वभाव र त्यसमा मानिसको स्थान बुझाउँछ भने नैतिक शास्त्रले यी दुवैको आधारमा कसरी जिउने भन्ने व्यावहारिक मार्गदर्शन दिन्छ। स्टोइकहरूका लागि नैतिक शास्त्र नै सबैभन्दा महत्त्वपूर्ण थियो, तर त्यो भौतिक शास्त्र र तर्कशास्त्र बिना अधुरो रहन्थ्यो, किनभने प्रकृति के हो भन्ने नबुझी
प्रकृति अनुसार जिउने भन्ने कुराको अर्थ हुँदैन। स्टोइक भौतिक शास्त्रको केन्द्रमा लोगोसको अवधारणा छ। लोगोस भन्नाले सामान्य भाषामा भन्नुपर्दा ब्रह्माण्डीय व्यवस्थाको सार्वभौमिक नियम भन्ने बुझिन्छ। स्टोइकहरूका अनुसार सम्पूर्ण ब्रह्माण्ड एउटा भौतिक तर तर्कसङ्गत दैवी र सर्वव्यापी एकाइ हो जसलाई लोगोस वा दैवी तर्कले नियन्त्रण गर्छ। यो ब्रह्माण्ड आकस्मिक होइन, बरु उद्देश्यपूर्ण र सुव्यवस्थित छ। मानिस पनि यही ब्रह्माण्डीय तर्कको एउटा अंश हो। मानिसभित्रको तर्कशक्ति नै लोगोसको प्रतिबिम्ब हो। यसैले प्रकृति अनुसार जीवन बिताउनु अर्थात् लिभिङ अकर्डिङ टु नेचर भनेको जङ्गली वा आदिम ढङ्गले जिउनु होइन, बरु आफूभित्रको तर्कशक्तिलाई पूर्ण रूपमा विकास गरी ब्रह्माण्डीय व्यवस्थासँग सामञ्जस्यमा जिउनु हो। यहाँनिर स्टोइक विचारलाई त्यसकै समकालीन प्रतिस्पर्धी विचारधारा एपिक्युरियनिजमसँग तुलना गर्दा फरक स्पष्ट हुन्छ। एपिक्युरस र उनका अनुयायीले पनि ब्रह्माण्डलाई भौतिक मान्थे, तर तिनका लागि ब्रह्माण्ड कुनै उद्देश्यपूर्ण दैवी योजनाद्वारा होइन, बरु अणुहरूको आकस्मिक संयोजनद्वारा सञ्चालित थियो र जीवनको लक्ष्य दुःखबाट मुक्त भई आनन्द प्राप्त गर्नु थियो। स्टोइकहरूका लागि भने ब्रह्माण्ड स्वयं तर्कसङ्गत र अर्थपूर्ण थियो र जीवनको लक्ष्य आनन्द होइन, बरु सद्गुण थियो। यी दुई विचारबीचको यो भिन्नता आकस्मिक भौतिकवाद विरुद्ध उद्देश्यपूर्ण तर्कवाद र आनन्द विरुद्ध सद्गुणको रूपमा रहेको देख्न सकिन्छ। ईसापूर्व 3औं शताब्दीदेखि नै हेलेनिस्टिक दर्शनको मूल बहसको धुरी बनिसकेको थियो र यसले स्टोइक स्थितिलाई अझ स्पष्ट रूपमा बुझ्न मद्दत गर्छ। जेनोको जीवन स्वयं स्टोइक दर्शनको उत्कृष्ट उदाहरण मानिन्छ। उनले सम्पत्ति गुमाए तर आत्मविश्वास गुमाएनन्। यस घटनाले एउटा गहिरो सत्य देखाउँछ। मानिसको वास्तविक शक्ति बाह्य सम्पत्तिमा होइन, भित्री चरित्रमा हुन्छ। यही कारणले स्टोइक दर्शनले बाहिर सफलताभन्दा आन्तरिक विकासलाई धेरै महत्त्व दिन्छ। स्टोइक दर्शनको सबैभन्दा प्रसिद्ध र आधारभूत सिद्धान्तलाई नियन्त्रणको द्वैधता अर्थात् डाइकोटोमी अफ कन्ट्रोल भनिन्छ। यसको अर्थ संसारका सबै कुरा दुई भागमा विभाजन गर्न सकिन्छ। पहिलो, ती कुरा जुन हाम्रो नियन्त्रणमा छन्। दोस्रो, ती कुरा जुन हाम्रो नियन्त्रणमा छैनन् अर्थात् हाम्रो बसमा छैनन्। हाम्रो नियन्त्रणमा पर्ने कुराहरू हाम्रा विचारहरू, इच्छाहरू, हाम्रा निर्णयहरू, नैतिक आचरण, हाम्रा प्रतिक्रियाहरू र हामीले गर्ने कर्महरू पर्छन्। यसको विपरीत अरू मानिसको व्यवहार, मौसम, रोग, मृत्यु, आर्थिक मन्दी, सामाजिक आलोचना, राजनीतिक परिवर्तन तथा भविष्यका घटनाहरू हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन्। स्टोइक दार्शनिकहरूको भनाइमा मानिसको अधिकांश दुःख बाह्य घटनाबाट होइन, ती घटनालाई नियन्त्रण गर्न खोज्ने असफल प्रयासबाट उत्पन्न हुन्छ। जब मानिसले आफ्नो नियन्त्रणभन्दा बाहिर रहेका कुरालाई नियन्त्रण गर्ने प्रयास गर्छ, तब निराशा, क्रोध र चिन्ता जन्मिन्छ। तर जब उसले आफ्नो ऊर्जा केवल आफ्नै विचार, निर्णय र चरित्र सुधारमा केन्द्रित गर्छ, तब मानसिक शान्ति प्राप्त हुन्छ। यस सिद्धान्तलाई बुझ्न एउटा सामान्य उदाहरण उपयोगी हुन्छ। कुनै व्यक्तिले सार्वजनिक स्थानमा तपाईँको आलोचना गर्यो भने त्यो आलोचना रोक्नु तपाईँको नियन्त्रणमा छैन, तर त्यसको प्रतिक्रियामा रिसाउने कि शान्त रहने, त्यो भने पूर्ण रूपमा तपाईँको नियन्त्रणमा हुन्छ। स्टोइक दर्शनले दोस्रो विकल्प रोज्न सिकाउँछ। स्टोइकहरूका अनुसार जीवनको अन्तिम लक्ष्य सुख, ह्याप्पिनेस होइन, सद्गुण, भर्सु हो। यदि मानिस सद्गुणी भयो भने सुख स्वतः प्राप्त हुन्छ, तर मानिसले केवल सुखको पछि लागेर नैतिकता त्याग्यो भने अन्ततः दुःख नै प्राप्त हुन्छ। स्टोइक दर्शनमा 4 प्रमुख सद्गुणलाई विशेष महत्त्व दिएको छ। पहिलो हो प्रज्ञा अर्थात् विस्डम। यसले सही र गलत छुट्याउने क्षमता प्रदान गर्छ। प्रज्ञा बिना कुनै पनि निर्णय दीर्घकालीन रूपमा सही हुन सक्दैन। विस्डम सबैभन्दा महत्त्वपूर्ण हुन आउँछ। दोस्रो हो साहस, करेज। स्टोइक साहसको अर्थ केवल युद्धमा वीरता देखाउनु होइन, सत्य स्वीकार गर्ने, कठिन परिस्थितिमा धैर्य राख्ने, डरका बावजुद सही कार्य गर्ने क्षमता नै वास्तविक साहस हो। तेस्रो हो न्याय अर्थात् जस्टिस। मानिस सामाजिक प्राणी भएकाले उसले आफ्नो व्यक्तिगत हितसँगै समाजको हितलाई पनि ध्यान दिनुपर्छ। न्याय केवल अदालतको विषय होइन, प्रत्येक दिनका निर्णयमा निष्पक्ष हुनु पनि न्याय हो। चौथो हो संयम
अर्थात् टेम्परेन्स। इच्छा, क्रोध, लोभ र भोगलाई विवेकद्वारा नियन्त्रण गर्नु संयम हो। स्टोइक दार्शनिकहरूका अनुसार संयम बिना कुनै पनि सद्गुण स्थायी रहन सक्दैन। यी चारै सद्गुणहरू परस्पर सम्बन्धित छन्। प्रज्ञा बिना न्याय सम्भव हुँदैन, साहस बिना सत्यको पक्ष लिन सकिँदैन, संयम बिना प्रज्ञा पनि टिक्दैन। त्यसैले स्टोइक दर्शनमा नैतिक जीवन एउटा समग्र अभ्यास हो। स्टोइकहरूले मानिसलाई प्रकृति अनुसार जीवन बिताउन अर्थात् लिभिङ अकर्डिङ टु नेचर पनि प्रेरित गरेका छन्। यसको अर्थ जङ्गलमा गएर बस्नु होइन। यसको वास्तविक अर्थ ब्रह्माण्डमा रहेको प्राकृतिक नियम नेचुरल अर्डरलाई स्वीकार गर्दै विवेकपूर्ण जीवन बिताउनु हो। मानिस प्रकृतिको एउटा अंश हो, त्यसैले उसको जीवन पनि तर्क, नैतिकता र सामाजिक उत्तरदायित्वसँग मेल खाने हुनुपर्छ। स्टोइकहरूका अनुसार संसार एउटा सुव्यवस्थित व्यवस्था कस्मस हो। प्रत्येक घटना कुनै न कुनै कारणसँग सम्बन्धित हुन्छ। मानिसले सबै कारण बुझ्न सक्दैन, तर त्यसको अस्तित्व स्वीकार गर्न सक्छ। यही स्वीकार गर्ने क्षमतालाई पछि रोमन स्टोइकहरूले आमोर फाती अर्थात् भाग्यप्रतिको प्रेमको रूपमा अझ स्पष्ट रूपमा विकास गरे। यस दृष्टिकोणले मानिसलाई निष्क्रिय बनाउने होइन, बरु उसले आफ्नो कर्तव्य पुरा गरेपछि परिणामलाई शान्त मनले स्वीकार गर्न सिकाउँछ। प्रयास गर्नु मानिसको कर्तव्य हो, परिणाम भने सधैँ उसको नियन्त्रणमा हुँदैन। स्टोइक दर्शनको अर्को महत्त्वपूर्ण विशेषता यसको व्यावहारिकता हो। धेरै दार्शनिक परम्पराहरू मुख्यतः सैद्धान्तिक बहसमा केन्द्रित देखिन्छन्, तर स्टोइक दर्शनले प्रत्येक सिद्धान्तलाई दैनिक जीवनमा लागू गर्नुपर्ने अभ्यासका रूपमा प्रस्तुत गर्छ। त्यसैले स्टोइक दार्शनिकहरूले नियमित आत्मपरीक्षण, दैनिक लेखाजोखा, आफ्ना प्रतिक्रियाको समीक्षा तथा नैतिक अभ्यासलाई अत्यन्त जोड दिएका छन्। उनीहरूका अनुसार दर्शनको वास्तविक मूल्य पुस्तकमा होइन, व्यवहारमा देखिनुपर्छ। यसरी हेर्दा स्टोइक दर्शन केवल प्राचीन ग्रिसको ऐतिहासिक सम्पत्ति मात्र होइन, यो आज पनि मानसिक स्वास्थ्य, नैतिक नेतृत्व, व्यक्तिगत विकास र सामाजिक उत्तरदायित्वका सन्दर्भमा उत्तिकै सान्दर्भिक जीवन दर्शन हो। यसको उद्देश्य मानिसलाई संसारबाट भाग्न सिकाउनु होइन, बरु संसारभित्रै रहेर विवेक, आत्मसंयम र नैतिकताको आधारमा उत्कृष्ट जीवन जिउन सक्षम बनाउनु हो। भाग 2, स्टोइक दर्शनका प्रमुख दार्शनिकहरू, मूल सिद्धान्त र व्यावहारिक प्रयोग। स्टोइक दर्शन कुनै एक व्यक्तिको विचारमा सीमित दर्शन होइन। यसको विकास करिब 500 वर्षभन्दा बढी समयसम्म विभिन्न दार्शनिकहरूले गरेका थिए। प्रत्येक दार्शनिकले मूल सिद्धान्तलाई स्वीकार गरे तापनि आफ्नो समय, सामाजिक परिस्थिति र अनुभवका आधारमा त्यसलाई अझ परिष्कृत गरेका थिए। यही कारणले स्टोइक दर्शन एउटा जीवित बौद्धिक परम्परा, लिभिङ इन्टेलेक्चुअल ट्रेडिसनको रूपमा विकसित भयो। जेनुपछि स्टोइक दर्शनको विस्तारको नेतृत्व क्लिएथिन्स नाम गरेका अर्का दार्शनिकले गरे। उनी जेनोका शिष्य थिए। प्रारम्भिक जीवनमा उनी अत्यन्त गरिब थिए। दिनभर शारीरिक श्रम गरेर राति दर्शन अध्ययन गर्ने उनको बानी थियो। आर्थिक रूपमा अत्यन्तै कमजोर हुँदा पनि उनले अध्ययन छोडेनन्, बरु कठिन परिस्थितिलाई नै आत्मविकासको माध्यम बनाए। क्लिएथिन्सको एउटा महत्त्वपूर्ण योगदान प्रकृति अनुसार जीवन बिताउनु, लिभिङ अकर्डिङ टु नेचरको विचारलाई अझ स्पष्ट बनाउनु हो। उनका अनुसार मानिस प्रकृतिबाट अलग अस्तित्व होइन, व्यक्ति, समाज र सम्पूर्ण ब्रह्माण्ड एउटै प्राकृतिक व्यवस्थाको भाग हुन्। त्यसैले मानिसले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण मानव समुदायको हितलाई पनि ध्यान दिनुपर्छ। यस विचारलाई आजको समाजमा सजिलै बुझ्न सकिन्छ। उदाहरणका लागि, कुनै कार्यालयमा काम गर्ने कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्नु केवल तलबका लागि होइन, सम्पूर्ण संस्थाको सफलताका लागि पनि आवश्यक हुन्छ। यदि प्रत्येक व्यक्तिले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक पुरा गर्यो भने सम्पूर्ण प्रणाली नै व्यवस्थित हुन्छ। स्टोइक दर्शनले यही सामाजिक उत्तरदायित्वलाई नैतिकताको आधार मान्छ। स्टोइक दर्शनको सन्दर्भमा अर्को अत्यन्त प्रभावशाली नाम हो एपिक्टेटस। उनको जीवनले स्टोइक दर्शनको वास्तविक गहिराईलाई स्पष्ट पार्छ। उनी जन्मदेखि नै दास थिए, स्लेभ। रोमन साम्राज्यमा दासको कुनै व्यक्तिगत स्वतन्त्रता हुँदैनथ्यो। तर त्यसबखत एपिक्टेटसले एउटा महत्त्वपूर्ण प्रश्न उठाए, यदि मेरो शरीर अरूको नियन्त्रणमा छ भने के मेरो विचार पनि अरूको नियन्त्रणमा हुन सक्छ? उनलाई लाग्थ्यो त्यस्तो हुन सक्दैन। यही विचार स्टोइक दर्शनको केन्द्रबिन्दु बन्यो। एपिक्टेटसले भनेका छन्, मानिसलाई वस्तु तथा स्थितिहरूले दुखी बनाउँदैनन्, बरु ती वस्तु र स्थितिप्रतिको उसको धारणा अर्थात् जजमेन्टले दुखी बनाउँछ। यो विचार आधुनिक मनोविज्ञानसँग पनि अत्यन्त मिल्दोजुल्दो छ। उदाहरणका लागि, एउटै घटनालाई दुई व्यक्तिले फरक ढङ्गले अनुभव गर्न सक्छन्। मानौ
दुई विद्यार्थी एउटा परीक्षामा असफल भए। पहिलो विद्यार्थीले सोध्छ, मेरो जीवन अब समाप्त भयो, अब म कहिले सफल हुन सक्दिनँ। र त्यहीँ दोस्रो विद्यार्थीले सोध्छ, मेरो तयारी अपुग रहेछ, अर्को पटक राम्रो तयारी गर्छु। घटना एउटै हो, परिणाम पनि एउटै हो, फरक केवल सोचाइमा छ। यही कारणले पहिलो विद्यार्थी निराश हुन्छ भने दोस्रो विद्यार्थी पुनः प्रयास गर्न तयार हुन्छ। स्टोइक दर्शनले घटनाभन्दा सोचाइ परिवर्तन गर्न सिकाउँछ, किनभने घटना र परिणामको परिवर्तन हाम्रो बसमा हुँदैनन्। एपिक्टेटसले मानिसका सामाजिक भूमिकालाई पनि विशेष महत्त्व दिएका थिए। उनका अनुसार प्रत्येक व्यक्तिको जीवनमा धेरै भूमिका हुन्छन्। कोही छोरा हुन्छ, कोही आमा हुन्छ, कोही शिक्षक हुन्छ, कोही चिकित्सक हुन्छ, कोही कर्मचारी हुन्छ। वास्तवमा हाम्रो जीवन भनेको आफ्ना प्रत्येक भूमिकालाई इमान्दारीपूर्वक निभाउनु हो। यदि कुनै डाक्टरले आफ्नो पेसालाई केवल पैसा कमाउने माध्यम ठान्यो भने ऊ राम्रो डाक्टर बन्न सक्दैन। तर यदि उसले बिरामीको उपचार गरेर जीवन बचाउनु आफ्नो नैतिक जिम्मेवारी ठान्यो भने उसको काम नै स्टोइक नैतिकताको उदाहरण बन्छ। त्यसै गरी कुनै शिक्षकले केवल पाठ्यपुस्तक वा सिलेबस समाप्त गर्ने उद्देश्य राख्यो भने ऊ सामान्य शिक्षक मात्र हुन्छ। तर यदि उसले विद्यार्थीको चरित्र निर्माणलाई पनि आफ्नो जिम्मेवारी ठान्यो भने यसलाई उसले स्टोइक दृष्टिकोण अपनाएको मान्न सकिन्छ। एपिक्टेटसले दैनिक आत्मपरीक्षण अर्थात् डेली रिफ्लेक्सनलाई पनि विशेष महत्त्व दिएका थिए। उनका अनुसार प्रत्येक दिनको अन्त्यमा मानिसले आफैलाई 3वटा प्रश्न सोध्नुपर्छ। 1. आज मैले के राम्रो गरेँ? 2. आज मैले कहाँ गल्ती गरेँ? 3. भोलि म कसरी अझ राम्रो बन्न सक्छु? यी प्रश्नहरूको उद्देश्य आत्मग्लानि उत्पन्न गर्नु होइन, यसको उद्देश्य निरन्तर आत्मसुधार हो। अहिले धेरै सफल उद्यमी, खेलाडी तथा नेतृत्वकर्ताहरूले पनि दिनको अन्त्यमा आफ्नो कामको समीक्षा गर्ने अभ्यास गर्छन्। यसको आधारभूत विचार स्टोइक दर्शनसँग धेरै मिल्छ। स्टोइक दर्शनका रोमन दार्शनिकहरूमध्ये सेनेका विशेष रूपमा प्रसिद्ध छन्। उनी केवल दार्शनिक मात्र थिएनन्, उनी राजनीतिज्ञ, लेखक र सम्राट नेरोका सल्लाहकार पनि थिए। सेनेकाले जीवनभर शक्ति, राजनीति र दरबारको षड्यन्त्र नजिकबाट देखे। उनले बुझे कि बाह्य शक्ति जति ठुलो भए पनि मानिसको मन अस्थिर भए त्यसले कुनै अर्थ राख्दैन। उनको एउटा प्रसिद्ध विचार छ, हामी वास्तविकताभन्दा कल्पनामा धेरै दुःख भोग्छौँ। आजको समयमा यो वाक्य झन् बढी सान्दर्भिक देखिन्छ। उदाहरणका लागि अफिसमा बोसले बोलाएर भोलि जरुरी कुरा गर्नु छ मात्र भन्यो भने धेरै मानिस रातभर चिन्तित हुन्छन्। कतिले त जागिर जाने कल्पना पनि गर्छन्। कतिले आफूले ठुलो गल्ती गरेको निष्कर्ष निकाल्छन्। अर्को दिन थाहा हुन्छ कि केवल नयाँ परियोजनाहरूबारे छलफल गर्न बोलाइएको रहेछ। यसरी घटनाभन्दा धेरै दुःख मानिसले आफ्नै कल्पनाबाट भोगेको हुन्छ। सेनेकाले यसै कारण सम्भावित कठिनाइहरूको पूर्व तयारी गर्ने अभ्यासको सुझाव दिएका थिए। यसको अर्थ नकारात्मक सोच्नु होइन, त्यसको विपरीत सम्भावित कठिनाइलाई स्वीकार गरेर मानसिक रूपमा तयार रहनु। जस्तै आजको दिन केही खराब पनि हुनसक्छ, अथवा आज कोही रिसाहा व्यक्तिसँग बिना कारण बहस गर्नुपर्ने हुनसक्छ, अथवा आज गाडी खराब हुनसक्छ आदि। तर ती सबै कठिनाइ पार गर्नेछु भन्ने सोच राख्नु उत्तम हुन्छ। यसैलाई अर्को रूपमा हेरौँ। अन्तर्वार्तामा जाँदा केवल म अवश्य सफल हुन्छु भनेर सोच्नु पर्याप्त हुँदैन। यदि असफल भएँ भने पनि म सिक्नेछु र अर्को अवसर खोज्नेछु भन्ने सोचले मानिसलाई मानसिक रूपमा बलियो बनाउँछ। यही नै स्टोइक तयारी हो। यसले पक्कै असफलतालाई रोक्न सक्दैन, तर असफलताले दिने मानसिक चोट तथा अकस्मात आइपरेको समस्याबाट उत्पन्न हुने तनावबाट छुटकारा दिएर व्यक्तिलाई मानसिक रूपले विक्षिप्त हुनबाट जोगाउँछ। सेनेकाले समय, टाइमलाई पनि जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति मानेका छन्। उनको प्रसिद्ध ग्रन्थ अन द सर्टनेस अफ लाइफमा उनले मानिससँग समय कम नभएको बरु उपलब्ध समयको दुरुपयोग भएको तर्क गरेका छन्। यदि कुनै व्यक्तिले दिनमा 5 घण्टा सामाजिक सञ्जालमा बिताउँछ तर मसँग पढ्न समय नै छैन भन्छ भने समस्या समयको कमी होइन, समस्या प्राथमिकताको, प्रायोरिटीको। स्टोइक दर्शनले समयलाई धनभन्दा मूल्यवान मान्छ, किनभने धन पुनः कमाउन सकिन्छ तर बितेको समय कहिल्यै फर्किँदैन। स्टोइक दर्शनको सबैभन्दा प्रसिद्ध प्रतिनिधि भने मार्कस औरेलियस हुन्। उनी रोमन सम्राट थिए। इतिहासमा उनी दार्शनिक सम्राट अर्थात् फिलोसफर किङका रूपमा परिचित छन्। उनले लेखेको मेडिटेसन विश्व दर्शनको सबैभन्दा प्रभावशाली कृतिमध्ये एक मानिन्छ। रोचक कुरा के हो भने उनले यो पुस्तक प्रकाशनका लागि लेखेका थिएनन्। यो त आफ्नै लागि लेखिएको व्यक्तिगत डायरी थियो, जर्नल थियो। यसैले त्यसमा कुनै कृत्रिमता छैन। त्यहाँ एउटा सम्राटले आफ्नै कमजोरी, डर, जिम्मेवारी र आत्मसङ्घर्षसँग गरेको संवाद भेटिन्छ।
मार्कस अरेलियसका अनुसार मानिसको सबैभन्दा ठुलो युद्ध बाहिर होइन, आफ्नै मनभित्र हुन्छ। उनको एउटा प्रसिद्ध भनाइ छ, तिम्रो मनमाथि तिम्रो नियन्त्रण छ, बाह्य घटनामाथि छैन। यो कुरा बुझ्यौ भने तिमी शक्तिशाली बन्छौ। यो वाक्य सम्पूर्ण स्टोइक दर्शनको सार मान्न सकिन्छ। व्यावहारिक रूपमा हेर्दा यसको अर्थ स्पष्ट हुन्छ। यदि सामाजिक सञ्जालमा कसैले तपाईँको आलोचना गर्यो भने तपाईँ त्यो टिप्पणी हटाउन सक्नुहुन्न, न त रोक्न सक्नुहुन्छ। सबै मानिसलाई आफ्नो पक्षमा पार्न पनि सक्नुहुन्न, तर तपाईँ त्यसलाई शान्त रूपमा स्वीकार गर्ने कि दिनभर रिसाएर वा चिन्तित भएर बस्ने भन्ने निर्णय गर्न आफै सक्नुहुन्छ। यही ठाउँमा स्टोइक दर्शन व्यावहारिक रूपमा लागू हुन्छ। मार्कस अरेलियसले मानिसलाई वर्तमानमा बाँच्न सिकाएका छन्, प्रेजेन्ट मोमेन्ट। धेरै मानिस विगतका गल्ती सम्झेर दुखी हुन्छन्। केही मानिस भविष्यको चिन्ताले वर्तमान बिगार्छन्। स्टोइक दर्शन भन्छ, विगत परिवर्तन गर्न सकिँदैन, भविष्य पूर्ण रूपमा नियन्त्रण गर्न सकिँदैन। त्यसैले वर्तमानमा सही निर्णय लिनु नै बुद्धिमानी हो। यदि किसानले आज बिउ रोपेपछि दिनभर फल लाग्ला कि नलाग्ला भनेर चिन्ता गरिरह्यो भने खेती राम्रो हुँदैन। उसले आफ्नो काम इमान्दारीपूर्वक गर्नुपर्छ, फल पछि आउँछ। यही सिद्धान्त विद्यार्थी, लेखक, व्यवसायी, कलाकार र अनुसन्धानकर्ताका लागि पनि समान रूपमा लागू हुन्छ। हामी आफ्नो प्रयास नियन्त्रण गर्न सक्छौँ, परिणाम होइन। यसै कारण स्टोइक दर्शनले परिणामभन्दा प्रक्रियालाई महत्त्व दिन्छ। यो दृष्टिकोण अपनाउने व्यक्तिले सफलता आएमा अहङ्कार गर्दैन र असफलता आएमा पूर्ण रूपमा निराश पनि हुँदैन, किनभने उसले आफ्नो मूल्य परिणामबाट होइन, आफ्नो चरित्र र प्रयासबाट निर्धारण गर्छ। भाग 3, स्टोइक दर्शनका व्यावहारिक अभ्यास, आलोचना, आधुनिक सान्दर्भिकता र निष्कर्ष। अघिल्ला भागहरूमा हामीले स्टोइक दर्शनको उत्पत्ति, ऐतिहासिक विकास, प्रमुख दार्शनिकहरू तथा यसका आधारभूत सिद्धान्तहरूको अध्ययन गऱ्यौँ। यहाँनिर एउटा जिज्ञासा उत्पन्न हुन्छ, यदि स्टोइक दर्शन यति प्रभावशाली छ भने यसलाई दैनिक जीवनमा कसरी अभ्यास गर्ने? दर्शनको वास्तविक मूल्य पुस्तकमा होइन, व्यवहारमा देखिनुपर्छ। स्टोइक दार्शनिकहरू स्वयं पनि यही कुरामा विश्वास गर्थे। उनीहरूका लागि दर्शन केवल पढ्ने विषय थिएन, अभ्यास गर्ने जीवनशैली थियो। दैनिक आत्मपरीक्षण, डेली सेल्फ रिफ्लेक्सन। स्टोइक अभ्यासको पहिलो आधार आत्मपरीक्षण हो। आजको दिनमा हामी अरूको गल्ती सजिलै देख्छौँ, तर आफ्नै कमजोरीको समीक्षा गर्न समय निकाल्दैनौँ। स्टोइक दार्शनिकहरूका अनुसार दिनको अन्त्यमा केही मिनट आफूलाई दिनु नै आत्मविकासको सुरुवात हो। यस क्रममा व्यक्तिले आफूलाई यस्ता प्रश्न सोध्न सक्छ, जस्तै आज मैले कुन परिस्थितिमा धैर्य गुमाएँ? मेरो निर्णय विवेकपूर्ण थियो कि भावनात्मक? मैले कसैप्रति अन्याय त गरिनँ? यदि यही परिस्थिति फेरि आयो भने म अझ राम्रो प्रतिक्रिया कसरी दिन सक्छु? यो अभ्यासको उद्देश्य आफैलाई दोषी ठहर गर्नु होइन, यसको उद्देश्य आफ्नै व्यवहारलाई निष्पक्ष रूपमा बुझ्नु हो। उदाहरणको लागि, कुनै लेखकले सम्पादकबाट आफ्नो लेख अस्वीकृत भएको सूचना पायो। यदि उसले तत्काल रिसाएर सम्पादकलाई दोष दियो भने उसले केही सिक्दैन, तर त्यही राति बसेर के मेरो लेखमा सुधारको आवश्यकता थियो भन्ने प्रश्न सोध्यो भने त्यो असफलता सिकाइमा परिवर्तन हुन्छ। स्टोइक दर्शनले यही परिवर्तनलाई आत्मविकासको वास्तविक सुरुवात मान्छ। नियन्त्रणको अभ्यास, प्र्याक्टिस अफ द डायकोटोमी अफ कन्ट्रोल। स्टोइक दर्शनको सबैभन्दा व्यावहारिक अभ्यास प्रत्येक समस्यालाई दुई भागमा विभाजन गर्नु हो। पहिलो, जुन कुरा मेरो नियन्त्रणमा छ। दोस्रो, जुन कुरा मेरो नियन्त्रणमा छैन, मेरो बसमा छैन। यदि समस्या पहिलो समूहमा पर्छ भने त्यसको समाधानका लागि काम गर्नुपर्छ। यदि दोस्रो समूहमा पर्छ भने त्यसलाई स्वीकार गर्न सक्नुपर्छ। उदाहरणको लागि, तपाईँले जागिरका लागि आवेदन दिनुभयो। तपाईँको नियन्त्रणमा के छ? आफ्नो तयारी, योग्यताको विकास, अन्तर्वार्तामा देखाएको व्यवहार, समय पालन, एसेट्रा। त्यही तपाईँको नियन्त्रणमा के छैन? अरू उम्मेदवारको योग्यता, कम्पनीको अन्तिम निर्णय, आर्थिक अवस्था, भित्री नीतिहरू आदि। धेरै मानिस अन्तिम परिणाममाथि नियन्त्रण खोजेर चिन्तित हुन्छन्। स्टोइक दर्शन भन्छ, आफ्नो नियन्त्रणमा रहेको काम उत्कृष्ट रूपमा गर, बाँकी परिणामलाई शान्तिपूर्वक स्वीकार गर। यसले प्रयास घटाउँदैन, बरु अनावश्यक मानसिक तनाव घटाउँछ। नकारात्मक कल्पनाको अभ्यास अर्थात् नेगेटिभ भिजुअलाइजेसन। पहिलोपटक सुन्दा यो अभ्यास निराशावादी जस्तो लाग्न सक्छ। वास्तवमा यसको उद्देश्य मानिसलाई डराउनु होइन, वास्तविकताका लागि तयार बनाउनु। स्टोइकहरूले कहिलेकाहीँ आफ्ना प्रिय वस्तु, पद वा सुविधाहरू हराउन सक्ने सम्भावनाबारे सोच्थे। त्यसपछि आफूलाई सोध्थे, यदि यस्तो भयो भने म के गर्नेछु? यसले दुईवटा फाइदा दिन्छ। पहिलो, अहिले भएको कुराको मूल्य अझ स्पष्ट हुन्छ।
र दोस्रो, सम्भावित कठिनाइ आए पनि मानिस मानसिक रूपमा पूर्ण रूपमा विचलित हुँदैन। जस्तै एउटा व्यवसायीले बजार सधैँ राम्रो रहन्छ भन्ने मान्यतामा मात्र व्यवसाय चलायो भने अचानक आएको आर्थिक मन्दीले उसलाई ठुलो धक्का दिन सक्छ। तर यदि उसले कठिन समय पनि आउन सक्छ है भनेर वैकल्पिक योजना तयार गर्यो भने समस्या आएपछि उसको निर्णय अझ सन्तुलित हुन सक्छ। स्टोइक दर्शनले भाग्यको डर होइन, परिस्थितिको तयारी सिकाउँछ। मृत्युको स्मरण, मेमेन्टो मोरी। स्टोइक दर्शनको सबैभन्दा चर्चित अभ्यासमध्ये एउटा हो मेमेन्टो मोरी, जसको अर्थ हुन्छ तिमी नसोर्छौ भन्ने कुरा सम्झिराख। धेरै मानिस यसलाई निराशावादी विचार ठान्छन्, तर यसको वास्तविक उद्देश्य जीवनलाई अर्थपूर्ण बनाउनु। यदि मानिसले आफ्नो जीवन सीमित छ भन्ने कुरा गम्भीर रूपमा बुझ्यो भने उसले समयको मूल्य बुझ्छ। उसले साना विवाद, अनावश्यक घृणा र निरर्थक प्रतिस्पर्धामा कम समय खर्च गर्छ। जस्तो कि दुई दाजुभाइ सामान्य सम्पत्तिको विषयमा वर्षौँसम्म बोलचाल बन्द गर्छन्। यदि उनीहरूले जीवनको सीमितता गहिरोसँग महसुस गरेका भए सायद सम्बन्ध सम्पत्तिभन्दा महत्त्वपूर्ण ठान्थे। यसैले स्टोइक दर्शनले मृत्यु सम्झनु भनेको जीवनलाई अझ जिम्मेवारीपूर्वक जिउनु हो भन्छ। भावनाप्रति स्टोइक दृष्टिकोण। स्टोइक दर्शनबारे एउटा सामान्य भ्रम के छ भने स्टोइक मानिसले कुनै भावना अनुभव गर्दैन। यो गलत बुझाइ हो। स्टोइक दार्शनिकहरूले भावना हटाउन भनेका छैनन्, बरु उनीहरूले अनियन्त्रित र अविवेकी भावनाबाट मुक्त हुन भनेका हुन्। उनीहरूका अनुसार क्रोध, लोभ, ईर्ष्या वा भय स्वत उत्पन्न हुन सक्छ, तर त्यसपछि कसरी प्रतिक्रिया दिने भन्ने निर्णय विवेकले गर्नुपर्छ। मानौ कुनै सहकर्मीले तपाईँको कामको आलोचना गर्यो। पहिलो प्रतिक्रिया रिस हुन सक्छ, यो स्वाभाविक हो, नेचुरल हो। तर त्यसपछि तुरुन्त अपमानजनक शब्द प्रयोग गर्ने कि केही समयपछि शान्त भएर उत्तर दिने, यही नै स्टोइक अभ्यासको परीक्षा हो। यस अर्थमा स्टोइक दर्शन भावनाको दमन होइन, भावनाको व्यवस्थापन, इमोसनल रेगुलेसनको दर्शन हो। यही कारणले आधुनिक मनोविज्ञानले पनि यसका धेरै विचारलाई उपयोगी मानेको छ। आधुनिक मनोविज्ञानसँग सम्बन्ध। 20औं शताब्दीमा विकसित संज्ञानात्मक व्यवहार उपचार कग्निटिभ बिहेभियरल थेरापी CBTले एउटा आधारभूत विचार स्वीकार गर्छ। घटनाभन्दा घटनाको हाम्रो व्याख्याले हाम्रो भावना निर्धारण गर्छ। यो विचार एपिक्टेटसको शिक्षासँग अत्यन्त मिल्छ। यदि कसैले तपाईँको आलोचना गर्यो भने तपाईँ तुरुन्त म असफल छु भन्ने निष्कर्षमा पुग्न सक्नुहुन्छ, तर अर्को व्यक्तिले त्यही आलोचनालाई सुधारको अवसरको रूपमा लिन सक्छ। घटना एउटै हुन्छ, फरक हुन्छ सोचाइमा। त्यसैले आज धेरै मनोवैज्ञानिकहरूले पनि मानिसलाई आफ्ना विचारहरूको समीक्षा गर्न सिकाउँछन्। यद्यपि CBT स्वतन्त्र वैज्ञानिक विधि हो र स्टोइक दर्शनसँग पूर्ण रूपमा समान छैन, तर यसको केही आधारभूत अवधारणामा स्टोइक चिन्तनको ऐतिहासिक प्रभाव मात्र स्वीकार गरिएको छ। स्टोइक दर्शनको आलोचना। कुनै पनि दर्शन पूर्ण हुँदैन। स्टोइक दर्शनमाथि पनि विभिन्न आलोचना भएका छन्। पहिलो आलोचना यसले मानिसलाई अत्यधिक सहनशील बनाउँछ भन्ने हो। कतिपय विद्वानका अनुसार यदि सबै कुरा स्वीकार गर्ने बानी विकास गरियो भने सामाजिक अन्याय, राजनीतिक दमन वा शोषण विरुद्ध सङ्घर्ष गर्ने प्रेरणा कमजोर हुन सक्छ। तर यो आलोचनाको उत्तर स्टोइक दार्शनिकहरूले स्पष्ट दिएका छन्। उनीहरू अन्याय स्वीकार गर्न भन्दैनन्। उनीहरू अन्याय विरुद्ध सङ्घर्ष गर्दा पनि विवेक, धैर्य र नैतिकता नछोड्न भन्छन्। उदाहरणका लागि भ्रष्टाचार विरुद्ध आवाज उठाउनु स्टोइक दृष्टिले उचित हो, तर त्यस क्रममा घृणा, हिंसा वा अन्धो प्रतिशोधलाई उचित मानिँदैन। दोस्रो आलोचना स्टोइक दर्शनले भावनालाई कम महत्त्व दिन्छ भन्ने हो। आधुनिक मनोविज्ञानले स्वस्थ सम्बन्धका लागि सहानुभूति, प्रेम, शोक र आनन्द जस्ता भावनाको महत्त्व स्वीकार गर्छ। यद्यपि आधुनिक व्याख्यामा स्टोइक दर्शनलाई भावनाहीन जीवनको दर्शन होइन, भावनामाथि विवेकपूर्ण नियन्त्रणको दर्शनको रूपमा बुझ्ने प्रवृत्ति बढ्दै गएको छ। आजको समयमा स्टोइक दर्शनको महत्त्व। 21औं शताब्दीमा मानिससँग प्रविधि धेरै छ, तर मानसिक शान्ति कम छ। सामाजिक सञ्जालले देखासेखी र तुलना गर्ने बानी बढाएको छ। समाचारले चिन्ता बढाएको छ, उपभोक्तावादले चाहना बढाएको छ। यस्ता परिस्थितिमा स्टोइक दर्शनले केही आधारभूत प्रश्न सोध्छ। जस्तै, के यो कुरा वास्तवमा मेरो नियन्त्रणमा छ? के मेरो प्रतिक्रिया विवेकपूर्ण छ? के म चरित्र निर्माण गर्दैछु कि केवल प्रशंसा खोज्दैछु? यी प्रश्नहरूको उत्तर खोज्ने अभ्यासले मानिसलाई मानसिक रूपमा स्थिर बनाउन मद्दत गर्छ। एउटा लेखकले आफ्नो पुस्तकको समीक्षा पढेर तुरुन्त लेख्न छोड्ने निर्णय गर्यो भने उसले आफ्नो भविष्य अरूको प्रतिक्रियामा सुम्पिएको हुन्छ। तर यदि उसले आलोचनाबाट सिकेर लेखन सुधार्यो भने उसले स्टोइक दृष्टिकोण अपनाएको मान्न सकिन्छ। त्यसैगरी कुनै विद्यार्थीले एउटा परीक्षामा असफल भएपछि आफूलाई अयोग्य ठान्यो भने ऊ निराश हुन सक्छ, तर यदि उसले असफलतालाई प्रतिक्रिया, फिडब्याकका रूपमा लियो भने त्यो असफलता नै भविष्यको सफलताको आधार बन्न सक्छ।
निष्कर्ष। स्टोइक दर्शनको मूल उद्देश्य मानिसलाई संसारबाट टाढा लैजानु होइन। यसको उद्देश्य संसारभित्रै रहेर विवेक, नैतिकता, आत्मसंयम र जिम्मेवारीका साथ जीवन जिउन सिकाउनु हो। यस दर्शनले बाह्य सफलताभन्दा चरित्रलाई ठुलो मान्छ। यसले भाग्यलाई दोष दिनुभन्दा आफ्ना निर्णय सुधार्न प्रेरित गर्छ। यसले कठिनाइबाट भाग्नु होइन, कठिनाइको सामना गर्न सिकाउँछ। यसले सुखको पछि दौडन होइन, सद्गुणको अभ्यास गर्न प्रेरित गर्छ। स्टोइक दार्शनिकहरूका अनुसार जब मानिसको चरित्र बलियो हुन्छ तब बाह्य उतार चढावले उसको मानसिक सन्तुलन सजिलै भङ्ग गर्न सक्दैन। आज पनि स्टोइक दर्शनको महत्त्व यही कारणले जीवित छ। प्रविधि परिवर्तन भएको छ, समाज परिवर्तन भएको छ, जीवनशैली परिवर्तन भएको छ, तर मानिसका मूल समस्या जस्तै भय, क्रोध, लोभ, असफलता, मृत्यु, सम्बन्ध, समयको अभाव र मानसिक अशान्ति आज पनि उस्तै छन्। त्यसैले 2000 वर्ष अघि प्रतिपादित स्टोइक दर्शन आज पनि केवल इतिहासको विषय होइन, जीवन जिउने एउटा व्यावहारिक मार्गदर्शकका रूपमा अध्ययन गरिनुपर्छ। स्टोइसिजमको बारेमा आजलाई यति नै। अर्को एपिसोडमा हामी अर्को विषयमा कुरा गर्नेछौँ। थ्याङ्क यू।